भन्नाले आफ्नो मुखमा पनि आफ्नो बुझो लगा। दोस्रो कुरो हामीलाई पनि बोल्नु बाटो राख्दे। दोस्रो कुरो के भने उनीहरूले हेपेछ भनेदेखि म छु खडा। तेरो बाउ मरा छैन, अझै जिउँदो छ। आर्मीबाट रिटायर भएको। छट्टी ठोकेर म भन्न सक्छु। मन लाग्दै बोल्ने बेलामा त्यसो भए मलाई चाहिँ एउटा चित्त नबुझेको भनेको त्यसो भए बोलिन्जेल चुप लाएर बस्ने, बाउसँग एक शब्द नलगाउने, अनि त्यसो भए एक शब्द फर्कायो भने आएर झ्याम झ्याम त्यो नानी पेटमा हुँदा 3-4 चोटि कपालमा भुतालेर पछाडेको कतिसम्म गरे त्यसो भएको कारणले कतिसम्म मलाई त्यसले हेप्या हान्दा अनि त्यसलाई म सासुरो भनेर पुच्छु त अझ नि। यो कुरा यसो छ छोरी, त्यसो भएले गर्दाखेरि हो यहाँ एक नम्बर यहाँ जता पनि नराम्रो भएको। देशी भएर छोरी म त मरेर बाँचे भने म त अब त फर्केर नि हेर्दिनँ भनेको छु। आफ्नै जातकी बुहारीले त नगर्नेले मैले गर्छु त नि। देशी भएर त्यो सबै कुरो देखिन्छ, भोलि गएर देखिन्छ। अहिले बोलेर हुँदैन छोरी। एउटा कुरो के भन, तेरो आमा भने ए बुवा लसुन त बाक्लो भयो क्या। थाहा छैन भन। त्यहाँ औला राख्नु त 2टा औला मात्र छिर्छ त्यहाँ। चार आउला छ। यसरी नाप्नु पर्छ क्या, अनि बल्ल ठुल्ठुलो पोटी लाग्छ। मोराहरू जान्दैन। यो छ्यापिन रोप्दिनु भनेको दाम धेरै छापी कम छैन। यहाँ छापी पनि हुँदैन, यहाँ उवा हुँदैन। उवा थाहा छ तिमीहरूलाई? उवा उवा अनि त्यो त कुखुराले उखालिदिन्छ। लसुन रोप्ने नै सिस्टम यही हो। भोलि नै कुखुराले सबै भुतभुती खेलिदिइहाल्छ। जना 7वटा 6वटा चल्ला लगिदियो सेम्डियाहरू मुसाले भने जना तपाईँको हाम्रो अनि लगिदियो भने थुने राख्नुपर्छ त धन्न। कुरा साट्ने भनेको मैले साटेँ त त्यो पनि नआउने रहेछ अरे। मैले हब्बड लिएर आउने भनेको थिएँ नि त, ज्वाइँलाई खुवाउन छिप्पाउनु पऱ्यो भन्थेँ नि त। मैले दिया भए त अब त्यो पनि दिम्की नदिम गरेखेरि लोभी, फेरि महालोभी ह त्यसको सन्तान। त्यो मेरो पोइरा ससुरा भने एउटा अलिक दिन खोज्ने भनेको लुकाइ त्यो सासु हो। नत्र त्यो अर्कालाई दियो खुवायो भने कस्तोको लोभ गर्छ, डा गर्छ। अनि मैनेले एउटा हब्बड पैँचोले अनि अर्को